भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोरेर लानुभयो, कर्णालीलाई रुवाउनु भयो, मधेसलाई रुवाउनु भयो, सुदूरपश्चिमलाई रुवाउनु भयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारणले हाम्रो ध्यान सिङ्गो देशको विकासमा जाने हो, क्षेत्रगत कुरामा होइन। देशको भविष्य कस्तो लेख्ने तपाईँको हातमा छ, मात्र तपाईँको हातमा छ, अरू कसैको हातमा छैन। जनताले दिए तपाईँलाई, ल लेख हाम्रो भविष्य, ल रोक हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईँको काँधमा आएको छ। कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्यो कि परेन, मधेसमा भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएनन्। विकासको सूचक यो हो। तपाईँहरूले मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो। केही नयाँ साथीहरू, केही पुराना साथीहरू पनि चुनिएर आउनुभएको छ। अधिकांश धेरै सांसदका रूपमा नयाँ साथीहरू आउनुभएको छ। स्वाभाविक रूपमा के होला, कसो होला, कस्तो होला भन्ने कुरा तपाईँलाई लागेकै हुनुपर्दछ।